हेलो हेलो साथीहरू नमस्ते। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला है साथीहरू। म आज फेरि मटर कचौरा आलुको तरकारी बनाउन लागेको छु। हजुरहरूले भन्नुभयो होला कति यो हाल्छ तरकारी। के गर्नु साथीहरू, म घरको काम गर्ने मान्छे हो। मेरो घरमा यही हो, पकाउन खान होइन। अब छोराछोरीलाई खुवाउन, बुढोलाई खान दिनु, त्यति त हो नि होइन। पकाउनु खुवाउनु पनि त्यस्तै हो। ल आज फेरि म त तरकारीको अब भनिहालेको छु होइन। त्यही पनि मलाई असाध्यै मनपर्छ साथीहरू। मटर कचौरा आलु उसिनेर अब दाल पनि भयो, तरकारी पनि भयो है। अनि फेरि मटर कचौराको सिजन पनि जान लाग्यो साथीहरू, अब लास्ट छ होइन। अनि त्यही भएर म त पकाएर खाइहालौँ। अब अहिले त अब पछि त त्यति राम्रो पनि पाइँदैन नि त। पाउनु त पाइन्छ होला, तर त्यति राम्रो पाइँदैन। अहिले सिजन छ के न। हजुरहरूलाई अल्छी लाग्छ भनेर आउनुहोस् पकाउन, म पकाउँछु, हजुरहरू खानुहोस् है साथीहरू। भिडियो चाहिँ हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है साथीहरू, सबैजना मिलेर। म फेरि मटर कचौरा तपाईँहरूलाई नि मैले भने अस्ति पनि भनिसकेँ साथीहरू, पकाएर खानुहोस् एकदम मिठो हुन्छ है। म यसरी नै मटर कचौरा अलि उसिन्नुपर्छ, उसिनेर अनि पिनेर आलु उसिनेर यत्रा ठुलो ठुलो चाना काटेर हालेर पकाएपछि एकदम मिठो हुन्छ साथीहरू। मन नपर्ने साथीहरू नि एकदम मिठो हुन्छ, मन पराउनुहुन्छ। अब म त धेरै तेल पनि हाल्दैन। अब तेल खान साथीहरूले अलिक धेरै तेल हाल्यो भने त झन् मिठो, पिरो हालेपछि यति मिठो हुन्छ कि साथीहरू। मलाई पिरो मन पर्दैन, अनि तेल पनि त्यति म खान्नै। अलिकति पानी हालेर एकैछिनमा 2 मिनटमा भकभक उमाल्यो होइन। ल त्यो भातसँग खानुभयो, चुरासँग नि खान मिल्छ। हजुरहरू पकाएर त खानुहोस् है साथीहरू। ल हेर्नु है, पाकिहाल्यो। धेरै पकाउने